यसरी हेरौँ है, यसरी सबैजना साथीभाइहरूलाई नमस्कार, गुड मर्निङ। यदि मैले बताएको जुन एक्सर्साइजहरू छ म बताउँछु, यिनी गर्नुभयो भने जिन्दगीमा हजुरको चाहिँ खुट्टो मर्किने फर्किने समस्या आउँदैन है। अब के यार यो डक्टर हो र हामीलाई ज्ञान दिइराखेको छ भन्नु होला, म डक्टर होइन है। अनि म एउटा योगाचार्य, मैले आफूलाई योगाचार्य पनि मैले मान्दिनँ, म योगाचार्य पनि होइन, म एउटा योग प्रेमी हुँ। घरमै बसेर तपाईँले गर्न सक्नुहुन्छ। यसलाई सूक्ष्म व्यायाम भनिन्छ। एकजनाले बुझ्नुभयो भने अरूलाई पनि सिकाउनुहोस्, तपाईँहरूले पनि गर्नुहोस् है। के गर्ने, सबभन्दा पहिले यसरी बस्ने है, यसरी बसेर यो उम्लाहरूलाई क्या यसरी गर्ने, यसरी समात्ने, छोड्ने, खुम्चाउने, खोल्ने, खुम्चाउने, खोल्ने, यस्तो गर्ने 15-20 पटक गर्ने, हल्का रेस्ट गर्ने, फेरि दोहोऱ्याउने, 3-3 सेट गर्ने है। 10 पटक, 15 पटक, 20 पटक, कति पटक गर्नुहुन्छ त्यसलाई 3 पटक दोहोऱ्याउने। 10 पटक गर्नुभयो, ब्रेक लिनुहोस्, फेरि रिपिट गर्नुहोस्, त्यही क्रिया है। यो गरिसक्नुभयो, अब के गर्नुहोस्, एउटा खुट्टा उता घुचेट्नुहोस्, एउटा खुट्टा आफूतिर तान्नुहोस्, 2 सेकेन्ड रोक्नुहोस्, फेरि आउनुहोस् है त। यो क्रिया गर्नुहोस्, ल हेर्नुहोस्, यो पनि 10 पटक गर्नुहोस्, रोक्नुहोस्, फेरि रिपिट गर्नुहोस्, 3-3 पटक गर्नु होला, दोहोऱ्याउनु होला है त। स्लोली गर्दा हुन्छ। सुरुमा तपाईको कुर्कुचा कसैलाई यहाँनेर दुख्छ है, यसको लागि पनि यो अति नै उपयोगी हुन्छ। यो गर्नुभयो, 3 सेट गर्नुभयो, गरिसकेपछि अब के गर्ने त भन्दा यो खुट्टालाई समग्रमा दाहिनेतिर ढल्काउने, उता घुचेट्ने, फेरि देउरेतिर ढल्काउने, फेरि आफूतिर तान्ने। यसैलाई अलि स्पिडमा यानि गोल गोल घुमाउने यसरी। 1 2 3 4 5 6 7 8 9 10 10 पटक भयो, रोक्नुहोस्। अनि अर्कोतिरबाट 1 2 3 4 5 6 7 8 9 10 10 पटक भयो, हल्का ब्रेक लिनुहोस् है। यसैलाई समय छ भने 3-3 पटक दोहोऱ्याउनुहोस्, 3 पटक दाहिनेतिरबाट, 3 पटक देउरेतिरबाट, 10 × 3 है। यो गरिसक्नुभयो होइन। अब यो गरिसकेपछि के गर्ने त, यता तान्ने मजाले आफूतिर, पन्जाहरू, खुट्टाको पन्जाहरू तानेर होल्ड गर्ने, 10 सेकेन्ड पुऱ्याउनुहोस्। 1 2 3 4 यसरी 10 सेकेन्ड होल्ड गर्नुहोस्। फेरि दुईटै पन्जालाई उता पुस गर्नुहोस् यसरी। यो पुस गर्ने बेलामा घुँडा उठाउने होइन है, कसरी यसरी उठाइदिने होइन, यहाँ होल्ड गरेर राख्ने तल, 10 सेकेन्ड होल्ड गर्नुहोस्। फेरि यसैलाई 3 पटक यता तानेर 10 पटक 10 गर्नुहोस्, 3 पटक उता घुचेर 10 गर्नुहोस्, भयो। अब यिनी दुईटा खुट्टालाई यसरी फट्टाउनुहोस्। अब यिनी बुढी उम्ला छाउने कोसिस गर्नुहोस्। यो छाउने क्रममा घुँडा नउठाउनु होला सकभर। 1 अब यो गर्दा नि हुन्छ यसरी, 1 2 3 4 5 6 7 यो क्रिया गर्नुहोस्। यति क्रिया गर्नुभयो भने तपाईका यी खुट्टाहरू जिन्दगीमा कहिल्यै पनि मर्किने छैनन्।